हजुर सबैजनालाई इलोहिम परमेश्वरको नाउँमा जय मसीह अनि नमस्ते भन्न चाहन्छु। आजको हाम्रो वचनको शीर्षक छ हाम्रो बोझहरू चाहिँ परमेश्वरलाई दिउँ। प्रियहरू हो, अहिलेको संसार कहीँ पनि खुसी छैन। अहिलेको संसार यता हेऱ्यो अप्ठ्यारो नै छ, उता हेऱ्यो अप्ठ्यारो नै छ। अनि यस्तो अप्ठ्यारो परिस्थितिमा हामी धेरै प्रकारको बोझले दबिएको अनुभव आफैले गरिरहेका हुन्छौँ। एकजना भारीवल दाजुले एउटा दौराको भारी बोकेर जाँदै रहेछ अनि एउटा गाडीले चाहिँ माया लागेर त्यो गाडीले चाहिँ त्यो भारीवल दाजुलाई उठाइदिनु पर्यो, बिचरालाई साह्रो पर्यो होला भनेर चाहिँ त्यो गाडीमा उसलाई चढाएछ। अनि चढाइसकेपछि चाहिँ त्यो टाटा पछाडि जब उसको त्यो दौराको भारी राख्यो अनि उसलाई पनि राख्यो, तर उसले त अचानक के गरेछ भनेदेखिलाई त्यो भारी त फेरि आफै पो बोकेछ। अनि ड्राइभर दाजुले पछाडि फर्केर हेरेको, त्यो व्यक्तिले त आफ्नो गाडी त्यो भारी त्यो गरुँ त्यो बोझ त त्यहाँनिर नराखेर त आफै पो बोकिराखेको रहेछ। वास्तवमा उसको भारी चाहिँ त्यो गाडीले बोकिदिन्थ्यो, तर यहाँनिर त्यो बोझ आफै बोकिरहेको थियो। आज हाम्रो परिस्थिति पनि सायद यस्तै हुनसक्छ। विभिन्न प्रकारको बोझले, विभिन्न प्रकारको भारीहरूले आज तपाईँ र मेरो जीवन खल्लो बनाइदिइरहेको होला। आज तपाईँ र मैले सोच्दै गरेको जीवन नपाएको कारणले गर्दा, तपाईँ र मैले कल्पना गरेको कुराहरू नपाउँदाखेरि आज तपाईँ र मलाई विभिन्न प्रकारको भारीहरूले, बिरामीको भारीले हुनसक्छ, आर्थिक अभावको भारीले हुनसक्छ, थिचेको अनुभव भइरहेको होला। आज तपाईँहरूको लागि खुसीको कुरा छ, किनभने परमेश्वरको वचन मत्ती 11:28 भन्छ, हे सबै मेहनत गर्ने र बोझले दबिएका आओ, म कहाँ आओ, म तिमीलाई विश्राम दिनेछु भनेर भन्नुभएको छ। प्रियहरू, यो विश्राम चाहिँ क्षणिक विश्राम होइन। यो विश्राम चाहिँ एउटा चौथारीमा बिसाएको जस्तो विश्राम होइन, तर यो विश्राम चाहिँ अनन्तको विश्राम हुनेछ। त्यस कारण यो प्रतिज्ञा प्रभुले गर्नुभएको छ। आज तपाईँ विभिन्न बोझले दबिएको हुनुहुन्छ, तपाईँले आफ्नो कुराहरू कसैलाई भन्न सक्नु भएको छैन, तपाईँ बोझले भित्र दबिँदै हुनुहुन्छ। आज तपाईँले आफ्नो बोझ प्रभुलाई दिनुहोस्। प्रभुले तपाईँको बोझबाट तपाईँलाई हल्का गर्नुहुनेछ अनि तपाईँलाई, तपाईँको परिवारलाई, तपाईँको छिमेकीलाई हुनसक्छ परमेश्वरले आशिष दिनुहुनेछ। अनि त्यो बोझबाट, जुन बोझ चाहिँ कुनै पनि कुराले उठाउन सकेको छैन, त्यो बोझ प्रभुले उठाइदिनुहुनेछ अनि तपाईँको जीवनमा शान्ति, आनन्द र आशिषको कुराहरू हुनेछ। प्रियहरू, मैले उठाउन नसक्ने बोझ कसैले आएर उठाइदियो भने कति आनन्दको कुरा हुन्छ। त्यसरी नै तपाईँ र मैले उठाउन नसकेको अभावको बोझ, बिमारीको बोझ, आज खिसीटिउरीको बोझ हुनसक्छ, तपाईँ खिन्न हुनुहुन्छ होला, बिरामीको बोझले दबेको हुनुहुन्छ होला। यी सबै बोझहरूलाई प्रभुले म उठाइदिन्छु, म कहाँ राख अनि म तिमीलाई विश्राम दिन्छु भन्नुभएको छ। तपाईँलाई यो उत्साह दिन चाहन्छु, तपाईँको बोझ प्रभुमा राखिदिनुहोस्। प्रभुले तपाईँको बोझलाई उठाउनुहुनेछ अनि तपाईँलाई आशिष दिनुहुनेछ। हवस् त, इलोहिम परमेश्वरले तपाईँको जीवनमा तपाईँ अनि तपाईँको परिवारलाई आशिष दिउन्।